हेलो एभ्रिवान। फुपूले मलाई फोनमा नानी मलाई कुर्ती बनाइदिन भन्नुभयो अनि हामीले फिक्स गर्यौँ यो वालामा। अनि सुरु भयो हाम्रो फेब्रिक हन्टिङ। लास्टमा केही नपाएर सारीबाट कुर्ती बनाउने भयौँ। लेट्स सी कस्तो हुन्छ है त। दिस इज द मेजरमेन्ट, मेन फ्याब्रिक, इनर फ्याब्रिक, सलको फ्याब्रिक, बोर्डर एन्ड वान मोर बोर्डर, कैची अनि धागो। अनि हाम्रो सुरु भयो ड्राफ्टिङ प्याटर्न, कटिङ एन्ड स्टिचिङ। मैले यो स्टिच गरेको चाहिँ सलको झुम्कानाहरू। कस्तो सादा देखेको, त्यसैले मैले अझै बोर्डर थप्ने निर्णय गरेँ। मैले यसमा मोतीदानाहरूको बोर्डर लगाएँ। अन्तिमसम्म हेरेर भन्नुहोस् है त कस्तो भयो भनेर। अब यो ड्रेस लगाउने मान्छे युकेमा भएपछि मैले लगाउन मिलेन। उहाँलाई कस्तो देखिन्छ, फिट हुन्छ हुँदैन, बाँकी सबै अर्को भिडियोमा ल। बाई बाई।